welcome to my channel. It's me Samriddhi. So I hope हजुर सबैजना सन्चै हुनुहुन्छ आफ्नो घरमा एन्ड हजुरलाई थाहा भइसकेको नै होला यो भ्लग चाहिँ एउटा र्यान्डम भ्लग मात्रै हो. सो अहिले बाहिर जाँदैछु. सो लेट्स गेट रेडी विथ मी. अब त्यो चाहिँ नजिक आउँदैछ नि त, त्यही भएर चाहिँ मैले यो जिन्स एन्ड देन यो कुर्ती लाउँदैछु. सो लेट्स सी कस्तो देखिन्छ. पहिला चाहिँ मैले कपडा लगाएर आउँछु एन्ड देन आई विल डु माई स्किन केयर. सो म ट्रान्जिसन गर्छु है त. 1 2 and 3. कुर्ती लगाएर आइसकेको छु. बट अहिले चाहिँ मैले प्यान्ट लगाएको छैन किनकि गर्मी हुन्छ नि त फेरि. त्यही भएर चाहिँ प्यान्ट लगाएको छु. प्यान्ट चाहिँ अब म बाहिर जाँदाखेरि लाउँछु. होइन म बाहिर जान्छु कि जाँदैन पनि थाहा छैन. आइम नट स्योर. तर पनि रेडी भएर बस्नु कतै जानु परिहाल्यो भने. सो फर्स्टमा चाहिँ मोइस्चराइजर. यस्तो ड्राई फेस छ मेरो एन्ड विन्टर इज कमिङ नियर. भिडियो त अपलोड गर्छु बट मैले जुन अहिले क्यामेरा क्वालिटीमा बनाइरहेको हुन्छ नि त्यो चाहिँ हुँदैन क्या. त्यो क्वालिटी चाहिँ मैले अपलोड गर्दाखेरि हुँदैन. मैले दुईवटामा नेल पोलिस लगाएको छु कि म ट्राई गरेँ. चेरी रेडवाला चाहिएको थियो नेल पोलिस. आई डिडन्ट फाइन्ड द चेरी रेडवाला नेल पोलिस. म ट्राई गरेको यस्तो नराम्रो लाग्यो कि मलाई. यो ब्राउन कलरको अनि त्यसै भने अलिअलि तर मलाई मन परेन. अनि यतिकै मेरो मात्रै गरेको. थोरै नेकमा यसको छुट्टै भिडियो बनाएको भए त सर्ट्स होला. कति बनाउने सर्ट्स बनाउँछ होला. र मैले त्यसलाई किनेर यतिकै लागेको मात्रै छु कि मैले लागेकै छैन कहिले पनि. यति किन अनि यो मेरो सिधा सिउनु चाहिँ कहिले पनि हुँदैन. त्यही छोडौँ. अरू सब त ठिक छ होइन तर यो कपाल चाहिँ के कामै छैन कि यो कपालको. त्यही done. My eyeliner is done. Lip is done. I am ready guys. So this is my final look. यो चाहिँ मैले आइलाइनर र लिपस्टिक मात्रै लगाएको छु. एन्ड घुम्न जान लाग्यौँ साथी. म त रेडी भएर सुतिसकेको थिएँ. फेरि उठेर घुम्न जान लागेको. गर्मी छ. हामी गर्मीले मात दिँदै पहेँलो कपडा लाउँदै जा. सानो कपडा ठुलो कपडा.
हामी फर्किसक्यौँ हाम्रो सपिङ मजाको पनि हामी सपिङ गरेर आइसक्यौँ म चाहिँ यहाँ छतमा आएको छु एन्ड यु क्यान सी द भ्यू यस्तो राम्रो देखाएको छ नि म देखाउँछु हजुरलाई ओ माई गॉड यो सनसेट जसलाई सनसेट मनपर्छ नि त्यसलाई चाहिँ यो भ्यू एकदम मनपर्छ पुरा डुब्नु थालिसक्यो ओ माई गॉड यस्तो राम्रो छ क्या अब चाहिँ विन्टर सिजन पनि आइसक्यो एन्ड आई लभ दिस सिजन आजको लागि यति नै गाइज आई होप हजुरले मेरो भिडियो चाहिँ इन्जोय गर्नुभयो होला आई एम सो इन्ट्रोभर्ट त्यही भएर मैले चाहिँ धेरै देखाउनु पनि सकिनँ एन्ड म चाहिँ यस्तो बोल्नु पनि सक्दिनँ बाटोमा सो यति नै आई होप हजुरले इन्जोय गर्नुभयो होला र म चाहिँ अब सनसेट हेर्दै बस्छु सी यु इन द नेक्स्ट भ्लग बाई